कुलमान घिसिङले नयाँ पार्टी खोलेका छन् है। अहिले नयाँ पार्टी खोलेर नै आज घोषणा गरिसक्नु भयो कुलमान घिसिङको। तपाईँहरू को समर्थक हुनुहुन्छ कुलमान घिसिङको? तर कुलमान घिसिङले पार्टी खोलेको नराम्रो होइन, खोल्नु राम्रो हो। तर पछिल्लो समयमा सबजना नयाँ पार्टी भन्नेहरू एकजुट भएर जानुपर्छ। अहिले पछिल्लो समयमा भोट काटिन्छ। अब यसरी गर्दाखेरि सबै आफ्नो राम्रो पार्टीलाई समर्थन गर्ने मान्छेहरूको भोट काटिन्छ। अब यता राम्रो अर्को नयाँ पार्टीहरू पनि छन् राम्रो, त्योभन्दा पनि अरू राम्रो पार्टीहरू छन्। यसो गर्दा भोट काटिन सक्छ। अहिले के गर्ने भन्दा यो समयमा राम्रो राम्रो मान्छेहरू एकै ठाउँबाट नउठ्नु भन्ने मेरो चाहिँ उस हो। एउटै ठाउँबाट नउठ्नु राम्रो मान्छे, एउटा ठाउँबाट उठे पनि अर्को मान्छे अर्को ठाउँबाट उठ्नु। भोट यसरी चाहिँ काटिँदैन कि, नत्र मान्छे 100% भोट काटिन्छ। एउटै ठाउँबाट एउटै जनप्रतिनिधि आफूले उठाएर आफू लड्ने भनेपछि फेरि त्यो पछिल्लो समयमा पुरानो पार्टीहरू आउँछन्। त्यही भएर सबजना नयाँ चाहिँ एकजुट भएर अगाडि बढ्नुपर्छ। अब धेरै टाइम पनि छैन, धेरै टाइम भन्दा नि अब 3 महिना बाँकी छ अब चुनाव आउनलाई। सबजना नयाँ भन्नेहरू एक ठाउँमा उभिएर गयो भने चाहिँ देशले मुहार फेर्ला। नभए त त्यो पौराणिक पार्टी आएको हालत त्यही पहिलाको जस्तै हुन्छ। सबजना एकजुट हुनु होला नयाँहरू भन्नेहरू।